नेपाल हस्तकला महासंघ जिन गुक्कगु बृहत हस्तकला व्यापार मेला लिसे जिन नेकगु कला प्रतियोगिता यगु चुकुदु बृहत हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता वैगु मंगसिर 23 गते लिसे 27 गते तक बौद्धय हायत होटलले यगु चुकु ख बृहत हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता जुगु जानकारी महासंघ शुक्रबार पत्रकार सम्मेलन याना जानकारी बेगु ख पत्रकार सम्मेलन महासंघ अध्यक्ष प्रचण्ड साक्य हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता बारे जानकारी दिएको ख 2029 सालबाट स्थापना भएर हाल अहिले 16 वर्षमा प्रवेश गरिरहेका छौँ। प्रवेशमा हुन त हाम्रो मङ्सिर 28 गते गत मङ्सिर 28 गतेदेखि हामीले यो मङ्सिर 28 गतेसम्म विभिन्न कार्यक्रम गरेर हामीले 16 वर्षको कार्यक्रम गरिरहेका छौँ। हाम्रो चैत्र 6 गते हाम्रो वार्षिक समारोह सकिसकेपछि हस्तकला महासंघको वार्षिक समारोहमा चाहिँ मलाई अब अध्यक्षताको चाहिँ हाम्रो दिने चाहिँ जिम्मेवारी दिनुभएको छ। त्यसपछि चाहिँ हामीले विभिन्न कार्यक्रमहरू पनि गरिरहेका छौँ। यो 16 वर्षको कार्यक्रमहरू पनि म यहाँ संक्षिप्त रूपमा जानकारी गराउन चाहन्छु। अथे पत्रकार सम्मेलने मेलाय कजिलिसिया नोकु दिल्ली रत्न तुलाधर वरिष्ठ नोकु सनम साक्य नोकु नवीन साक्य व्यापार तथा निकासी प्रवर्धन केन्द्र या वरिष्ठ अधिकृत नवराज मराठा मेला बारे थप जानकारी दिएको ख 19औं हस्तकला व्यापार मेलाको सम्बन्धमा विस्तृत विवरण राखी यहाँ सबैलाई चाहिँ हामीले प्रेस विज्ञप्ति गराएका हुँदा त्यसबाट सबै जानकारी प्राप्त हुने नै छ। नेपाली हस्तकला वस्तुको बजार प्रवर्धनको लागि यो मेला एउटा शासक फोरम हो। एक फोरममा सबै प्रकारका हस्तकलाका वस्तुहरू प्रवर्धन गर्नले व्यापारिक क्रेताहरूलाई वस्तु खरिदमा यो मेलाले ठुलो सघाउ पुर्याउन सक्ने हामी विश्वास लिएका छौँ। यसैगरी हस्तकला जस्तो निर्यातमूलक वस्तुको देशको व्यापार घाटा न्यून गर्न पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। हाम्रो आसन्न जुन मेला हुन गइरहेको छ 19औं हस्तकला व्यापार मेला र 17औं हस्तकला प्रतियोगिता त्यसको बारेमा विस्तृत रूपमा कुराहरू आइसकेको नै छन्। त्यसमा केही कुराहरू जस्तै विगतको हयातमा गर्दाखेरि हामीले गत मेलामा आगन्तुकहरूलाई कुनै किसिमको भित्र बस्नलाई कुनै किसिमको कठिनाइ नभएको यहाँलाई जानकारी गराउन चाहन्छु र अध्यक्षज्यूले पनि भनिसक्नुभयो। यसपालि पनि हामीले त्यही अनुरूप सबैलाई त्यहाँ प्रवेशमा कुनै पनि कठिनाइ नहुने किसिमले व्यवस्था गरेका छौँ। यो हस्तकला जुन चाहिँ प्रतियोगिता विगत 2040 सालबाट सुरु गरेको हो र त्यो बेला चाहिँ हामीले चाहिँ धातु कलामा चाहिँ प्रतियोगिता गरेका थियौँ र त्यो क्रम अनवरत रूपमा हामीले अगाडि बढाउँदै लिएर गएका छौँ। र यसै क्रममा हामीले चाहिँ नेपाल हस्तकला महासंघले चाहिँ विशेष गरिकन लोकोन्मुख कलाकृतिहरूको चाहिँ जगेर्ना र मौलिक कलाको संरक्षण गर्ने हिसाबले र नयाँ पुस्ताहरूमा चाहिँ यो स्किललाई ट्रान्सफर्मेसन गर्नुपर्छ भन्ने अवधारणाका साथ हामीले यसलाई चाहिँ हामी कलाकारहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि हामी उहाँहरूलाई चाहिँ त्यो क्षेत्रमा पनि हामी उहाँहरूलाई चाहिँ अगाडि बढाउने उद्देश्य चाहिँ हामीले यो कार्यक्रमहरू आयोजना गर्दै आएका छौँ। हस्तकला क्षेत्रको मौलिक रूपमा चाहिँ जगेर्ना गर्ने हस्तकला यस मेलामा जति पनि हाम्रा चाहिँ उत्पादनहरू छन् ती उत्पादनहरू जुन हामीले चाहिँ हस्तनिर्मित वस्तुहरू छ तिनीहरूको जगेर्ना चाहिँ गर्नको लागि तथा यस मेलाबाट हाम्रो चाहिँ व्यापार घाटा जुन हाम्रो चाहिँ व्यापार घाटा करिब 17 खरबको चाहिँ व्यापार घाटा छ। त्यो व्यापार घाटालाई न्यूनीकरण गर्ने उद्देश्यले यस व्यापार मेला आयोजना गरिएको छ। मेला हस्तकला सम्बन्धी 27 दलदैको जानकारी दिएको ख अथे मेला कला प्रतियोगिता अन्तर्गत काष्ठकला प्रस्तरकला सेरामिकिया प्रयोग मनुया ख्वापा दुगु गरु देखेको विधा व प्राकृतिक रेशा प्रयोग यारा मफलर देखेको विधा उत्कृष्ट कला प्रस्तुति पिन्त सिरपा बिगुरकान जानकारी बिगु ख
अथे मेला नेद पुले ठुकुपी जस्ता कलाकार तलिसे विदेशी बजारे हस्तकला उत्पादने उत्कृष्ट निर्यात यापी निर्यातकर्ता तेतन सम्मान यागुदका थागुख